जेठी छोरी जेठी छोरी एउटा छोरी हो कुसुम पछि नानीको फुपू एउटा फुपू एकछिन दिदी हजुरको त काम छ यहाँ फुपू हो नि त हजुर आँखा पनि अझै आँखा पनि देख्छन् कि भने पनि मार्छन् अझै कस्तो हुनेछ भने मैले केही पनि बसेर त्यो आँखा मारेर फेरि हेर्नु भन्ने भएर मैले याद गर्दा आँखा मारेको ल उपचार गराउनु हुँदैछ